हेलो एभ्रिवान, सबैभन्दा पहिला ह्याप्पी दीपावली सबैलाई। सो आज म हजुरहरूलाई आफ्नो घरको सानो टुर गराउँछु है। यो चाहिँ मेरो लिभिङ रुम हो, हेर्न सक्नुहुन्छ। मैले फुलहरूले रङ्गोलीहरू बनाएको छु, दियोहरू बालेर, लाइटिङहरू बालेर एकदम धेरै घरहरूलाई राम्ररी सजाएको छु। मलाई दीपावलीहरूमा सजाउन एकदमै रहर लाग्छ। दीपावलीको दिन चाहिँ रङ्गोली त म्यान्डेटरी नै हो, त्यही भएर फुलहरूले रङ्गोली बनाउन मलाई एकदमै राम्रो लाग्छ। यो हेर्न सक्नुहुन्छ मेरो सानो मन्दिर है। मन्दिर अलि सानो भएको हुनाले सामानहरू पनि बाहिर हालेको छु अनि मन्दिर पनि बन्द गर्न पाएन। अब म हजुरहरूलाई आफ्नो बेडरुम देखाउँछु है। बेडरुममा पनि ठाउँ ठाउँमा फुलहरूले रङ्गोलीहरू बनाएको छु, लाइटिङहरू लगाएको छु। अनि लाइट यहाँ साइडमा हेर्न सक्नुहुन्छ, टेबलतिर मैले लाइट बाल्नु नै बिर्सेको छु, त्यही भएर केही छैन, एकछिनमा बारौँला भनेर। अनि त्यसपछि म हजुरलाई आफ्नो अब किचन देखाउँछु है। किचन धेरै ठुलो पनि छैन, सानो छ, तर हामी दुई बेला भोक नै लागिरहेको थियो, त्यही भएर खाना पकाउँदै अनि भिडियो सुट गरिरहेको थियौँ। साइडमा बाल्कनी नि छ, तर बाल्कनीमा अलि सामानहरू यताउति छ, त्यही भएर नदेखाएको हजुरलाई। अब चाहिँ के गर्नु भन्नाले अब यस्तै भिडियोहरू फोटोहरू खिच्दै हामी खाना खाँदै अब निस्क्यो साथीको घर। उहाँ दीपावलीको दिन सबै साथीहरू कहाँ गएर मिठाईहरू बाँडेर फुलहरू बाँडेर अनि रमाइलो गर्नुपर्छ भनेर हामी पनि साथीको घर निस्क्यौँ। अब फ्यामिली नभएर त साथीहरूसँग रमाइलो गर्नु पर्यो, त्यही भएर साथीहरूसँग रमाइलो गरेर क्र्याकरहरू फुलझरीहरू बालेर एकदम धेरै रमाइलो गऱ्यौँ। त्यसपछि फेरि हामी निस्क्यौँ भारतीय मलतिर। त्यहाँ त्यो एरियाको चाहिँ सबभन्दा ठुलो मल हो भारतीय मल, तर हामी अलि ढिला भएर मल नि बन्द भइसकेको थियो। अब कता पार गर्ने भनेर ठाउँ नै भेटिरहेको थिएन, त्यही भएर हामी बाटोमा डुलिरहेको थियौँ। पार्किङ ठाउँ नभएर अब के गर्नु त, अब यत्तिकै डुल्दै हामी गयौँ। मल त जान पाइएन। अब हेर्न सक्नुहुन्छ बेङ्गलोरलाई पनि दिवालीमा एकदम राम्रो सजाएको छ, ठाउँ ठाउँमा लाइटिङहरू लगाएर बिल्डिङहरूमा बाल्कनीमा सबै मान्छेहरू एकदम राम्ररी रमाइलो गरिरहेको थियौँ। अब चाहिँ एक ठाउँमा हामी पार्किङ गरेर अब चाहिँ फोटोहरू भिडियोहरू त लिनु पर्यो, त्यही फोटो भिडियो लिँदै हाम्रो यसरी टाइम बित्यो। थ्याङ्क यू भेरी मच फर वाचिङ। राम्रो लाग्यो भने भिडियो लाइक गर्नु होला है। थ्याङ्क यू।